नमस्ते अल द बेस्ट एक हप्तामै करोड क्लबमा युट्युब हाम्रो च्यानल विपिन भाइ चाहिँ आजको डाइरेक्टर हो, एकदम बबाल गर्नु भएको छ उहाँले। म्युजिक भिडियो भन्दा लामो त मेरो भ्लग हुने भयो। केटालाई चाहिँ हेर ओहो बचाऊ भने यस्तो टाइपको छ नि हेलो भन्दिनु मान्छे बबाल। हुन्छ अब कमाल यो हो भ्यू। कस्तो फिल भइरहेछ सर? हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। मेरो आँखा देख्नु होला होइन, सुन्ने सुन्ने जस्तो भइरहेको। म भर्खर उठेको छिटै उठ्यो आज चाहिँ। ल त्यही पनि अब थम्बनेल हेरेर नै थाहा भइसक्यो होला अब भिडियो के हो भनेर। त्यही पनि भिडियोमा बनिराख्नु होला, मसँगै हिँड्नु होला। अर्ली मर्निङ हाम्रो घरबाट बाहिरको भ्यूहरू देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ लाग्यौँ खेतबारीको आली खेतैमा गीत सुन्दै। हामीले एरोप्लेन राखेको घर त बन्द रहेछ। घर खोल्ने मान्छे एरोप्लेन। र यो चाहिँ हाम्रो मर्निङको भ्यू। मर्निङ हामी चाहिँ दुईजना यसरी लाग्यो। यता भयो एयरपोर्ट, यो भयो बाटो। हाम्रो गाडी चाहिँ यो हो। फाइनल्ली ब्याक टु आवर एरोप्लेन सिट। यो बाटो हो, हामी चाहिँ दुईजना भएर लाग्यौँ। यही हो गागल फेरि हुने चाहिँ। यो चाहिँ आजको हाम्रो सर, एकदम हाम्रो कालो चस्मा ठक्क आउँछ। सबैजनाले हेर्नु होला, माया गर्नु होला भन्ने आशाका साथ। ढल्की ढल्की होला। हजुर ढल्की ढल्की हो। ढल्की ढल्की आएको कालो चस्मा लागेको भन्ने गीत आउँछ। मेरो स्वरको कागको जस्तो भए पनि गीत चाहिँ राम्रो छ। यो ठाउँ चाहिँ फेरि यो हाम्रो यो रैया चाडीकोहरू जस्तो कति धेरै राम्रो राम्रो गानाहरू चाहिँ सुरु भएको थियो। आजको काम यहाँबाट सुरु हुन्छ। म चाहिँ ब्याकग्राउन्ड डान्सर। खासै यस्तो माहौल लिनुपर्ने त अवस्था त थिएन, तैपनि यो चाहिँ हाम्रो माहौल। मिठो छ रोहित सर, मिठो छ। भोग लाग्यो जे पनि मिठो छ भने एम्मी सर ठ्याक्क हामी यहाँबाट निस्केर जाने पानी गराउनु पर्ने हो। ओ गुड क्या बाटो है नमस्ते नमस्ते अल द बेस्ट एक हप्तामै करोड क्लबमा पुग्छ होइन एक से एक मैन हाम्रो डाइरेक्टर सर, यता म सरलाई हेलो दिउँ। नमस्ते। म्याम हेलो भनिदिनु ल। हाम्रो आजको म्यामसित चाहिँ मेरो पहिलो काम। यस्तो घाम राख, यस्तो घाम राख होइन सर? बस्नु सर। बबाल भन्छ, बबाल होइन। मान्छे बबाल है, मान्छे बबाल हुन्छ अब कमाल। गीत आएपछि धमाल। बबाल बबालै बबाल। बबालै बबाल आउँदैछ है गाइजहरू। ढल्की ढल्की ढल्काउँदै गीतको बल ढल्की ढल्की। ल लाइन बसिरहनु सर। यो दिस इज द के भन्छ लन्च कि डिनर। 2 बजिसक्यो 3 बजिसक्यो। यो हो भ्यू। यो भिडियोहरू हेर्ने जति सबैजनालाई आई लभ यु। दे आर द अदर फिल्म अदर म्युजिक भिडियो सुटिङ कोरस। Oh,
4:30 भएछ अब यहाँ गौरी म्याम पनि अब यहाँ म्याम यसो हेलो भन्नु त सर सरले छेक्नुभयो ल ठिकै छ अनि हामीले अब रेस्ट गरिरहेको लाइक दिस Ready, 3, 2, 1. No, हात गर्नु यसरी मोड्की हो यो कस्तो फिल भइरहेको सर आनन्दै छ कि? नबोल हाम्रो सुट चाहिँ यसरी चलिरहेको अनि हामी चाहिँ बिजी भएर चाहिँ यस्तो धेरै क्लिपहरू चाहिँ लिन पाएनौँ होइन तर ठिकै छ जति लिन्छौँ आज अब यो चाहिँ हाम्रो कन्टिन्यू हुन्छ यो फर्स्ट डे भयो सेकेन्ड डे फर्स्ट डे हामी तलमा सुट गर्दैछौँ सेकेन्ड हो त्यो माथि देखिएको घरमा अघि तपाईँहरूले भिडियोमा देख्नु होला त्यो खाना खानाको घर हो त्यो घरमा हुनेछ ल भिडियोमा चाहिँ बनिरहेको अब ठ्याक्क हाल्नुपर्छ गरे त्यो उसमा छोक्यो न मलाई फोटो हान्नको लागि यस्तै लाइटको व्यवस्था गरिदिने महानुभावलाई टाढेबाट एकदम धन्यवाद सर अलि दिनु पर्यो क्या यस्तो बवाल दिनु पर्यो म्यामसित ठ्याक एकदम आज होइन बबल भइरहेछ है हो कि होइन एकदम बवाल 1 गते 2 गते 3 गते भित्रमा यो गीत आउँदैछ ढल्की ढल्की नरेन्द्र आचार्य अफिसियल युट्युब च्यानलमा युट्युब च्यानल विपिन भाइ चाहिँ आजको डाइरेक्टर हो एकदम बवाल गर्नु भएको छ उहाँले डाइरेक्टर गरेको मेरो नाक छ उहाँले गरेको डाइरेक्टरमा फर्स्टचोटि काम गर्दैछु अझ भाइसँग फेरि काम गर्ने मौका जुरुस र बवाल गर्नुहुन्छ भाइलाई सबैले माया गर्नु होला प्लस नरेन्द्रलाई नि माया गर्दै जानु होला अनि यता हाम्रो गरिमाजी हुनुहुन्छ यता हाम्रो नितिन सर हुनुहुन्छ लगायत सम्पूर्ण रोहितजी बबाले भइरहेछ होइन एकदम बवाल ओके हैन थ्याङ्क यू रोहित सर बवाल छ नि एकदम सर बवाल एकदम रमाइलो भयो जस्तै आउनु पर्यो है एक्टिङ सुरु हुन्छ एक्टिङ म्युजिक भिडियो भन्दा लामो त मेरो भ्लग हुने भयो यार हजुर म्युजिक भिडियो भन्दा लामो त मेरो भ्लग हुने भयो ल सर लेखौँ ल रेडी लेखौँ ल लेखौँ अघि हामी लाइट दिस इज कल रोमान्टिक सिन रोल एक्सन मस्कियो ल है त म्यान कन्सियस भयो Shit, त्यही भएर आयो मलाई फेरि लान्छ क्या हो भ्यान आयो कन्सियस भयो ला नदेखि जस्तो गर्यो Shit. यो हात तल राख सेर आयो चप्प समात्यो ए समात्यो केटालाई हेर ओहो बचाऊ भने यस्तो टाइपको थियो नि ल ओ ल तान्यो गयो कट नाइस ल नाइस 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 एक्टिङ पनि गर्यो ठिक छ नाइस सट यतिको मैले गर्न जाने भए म हिरो भइसक्थेँ प्रिय युट्युबका साथीहरू मेरो अनुहार नबिक्ने भएकाले उषनको अनुहार देखाउन चाहन्छु म मेरो अनुहार नबिक्ने भएकोले म गौरी म्यामको अनुहार देखाउँदैछु है मेरो युट्युब च्यानलमा रेडी रोल ओके रोल एक्सन रोल एक्सन सरी सर तपाईँकै हो मैले लिएको कस्तो फिल भइरहेको भाइ एकदम रमाइलो भयो तपाईँको क्यारेक्टर नै खतरा छ नि फेरि अब 1 गते हाम्रो म्युजिक रिलिज हुन्छ हजुर हजुर ठ्याक्क के भन्न चाहनुहुन्छ दर्शकहरूलाई दर्शकहरूलाई अब राम्रो मानेर टिकटक बनाइदिएर अब हाम्रो गीतलाई माया गरिदिएर होइन देश विदेशमा भएका नेपालीहरू सबैले टिकटक बनाइदिएर हाम्रो गीतलाई माया गरिदिएर हामीलाई त्यो गीतबाट न्याय मिलोस् कि हाम्रो यस्तो मिठो गीत होइन यति मेहनत गरेपछि त होइन
यो गीतले न्याय पाओस्, जनता सबै नेपाल होइन नेपालीहरूले मन पराइदिउन्, दिलबाटै मन पराइदिउन् होइन, त्यही भन्न चाहन्छु। के भन्ने तपाईँको अभिव्यक्तिको लागि धेरै धेरै धन्यवाद। प्याकअप बाई सर, प्याकअप बाई, ल बाई, ल भोलि बाई, ल सर। थ्याङ्क यू सो मच भाइ है, एकदम धेरै धेरै यति धेरै मेहनत गर्नुभयो मेहनत हजुरले गर्नु भएको छ अझ धेरै होइन। हजुर निस्किन नि, हामी नै गाडीमै जाने हो नि के